नमस्कार साथीहरू, आज म तपाईहरूलाई भालु र खरायोको रमाइलो कथा लिएर आएको छु। कृपया ध्यान दिएर सुन्नुहोला र रमाइलो गर्नुहोला। एउटा सुन्दर हरियो जङ्गलमा फुच्चे नाम गरेको ठुलो र मुस्कानिलो भालु बस्थ्यो। ऊ धेरै खेल्न चाहन्थ्यो, रमाइलो गर्न चाहन्थ्यो, तर ऊ एक्लै थियो। रुखको फेदमा बसेर सोचिरहन्थ्यो, काश मसँग पनि साथी हुन्थ्यो त। त्यसैले ऊ दिनभर जङ्गलभरि घुम्थ्यो, कहिले पुतलीसँग जिस्किन्थ्यो, कहिले ढुङ्गा उचालेर खेल्थ्यो, कहिले खोला खोला हिँड्दै पानी पिउँथ्यो, माछा समाएर खाइहाल्थ्यो। कहिले फूल फुलेको रुखमुनि बसेर फूलका पातहरू सुँघ्थ्यो। एक दिन ऊ बाटो हिँड्दै गर्दा अचानक कान ठाडो पारेर सुन्यो, नजिकैको झाडी हल्लियो। फुच्चे एकदम डरायो र भन्यो, को हो त्यहाँ? त्यतिमै झाडीबाट बान्नु नाम गरेको सानो खरायो निस्कन्छ। ऊ भन्छ, म हुँ, म मेरो घर बिराए। फुच्चे उसलाई हेरेर भन्छ, हामी सँगै जाउँ, म तिमीलाई पुर्याइदिन्छु। त्यसपछि दुवैजना सँगै हिँड्न थाल्छन्। यात्रामा उनीहरूको मित्रता बढ्दै जान्छ। कुद्दै खेल्दै रमाइलो गर्दै अगाडि बढ्छन्। मौसम पनि एकदम रमाइलो हुन्छ। ढलेको रुखमा चढेर रमाउने त कहिले खरायोले भालुलाई लुक्न सिकाउने गर्दै खेल्थे मिलेर। जङ्गलका पन्छीहरू पनि उनीहरूका मित्रमा खुबै रमाएर पखेटा फिजाउँदै हिँड्थे। हिँड्दै जाँदा भोक लाग्छ अनि एउटा च्याउको रुख मुनि बसेर खाना खान्छन्। अगाडि एउटा खोला आउँछ। बान्नु डराउँछ। फुच्चे भन्छ, नडराऊ, म तिमीसँगै छु। खोला तर्दै गर्दा उसले खोलामा धेरै माछा देख्छ र निकै खुसी हुन्छ। खोलाको छेउको बाटो हुँदै उनीहरू हिँडिरहेका हुन्छन् अनि दुवै मिलेर खोला पनि तर्छन्। अन्ततः बान्नुको घर आइपुग्छ। बान्नुको परिवारले खुसी हुँदै उसलाई अँगालो मार्छन् अनि फुच्चेलाई धन्यवाद भन्छन्। बान्नुले पनि फुच्चेलाई अँगालो मार्छ। खुसी हुँदै पालै पालो अँगालो मारेर नयाँ मित्रताको पहिचान दिन्छन्। परिवारका सबैजना खुसी साथ खरायो र भालुको माया हेरिरहन्छन्। सबैजना मिलेर फुच्चेलाई बीचमा राखेर रमाइलो गर्छन्, नाच्छन्, गीत गाउँछन्। अन्त्यमा फुच्चे फेरि आफ्नै ठाउँ फर्किन्छ, एक्लै तर खुसी मनले। उसलाई थाहा हुन्छ अब ऊ कहिल्यै पनि एक्लो हुँदैन, किनभने उसँग अब असली साथी छ, बान्नु खरायो। अझै यस्तै रमाइला भिडियोहरूका लागि हामीसँग जोडिरहनुहोस्। साँच्चै लाइक र सब्स्क्राइब गर्न नबिर्सनुहोला है।